बाउको छोराछोरी त्यस्तै त हुन्छन्। धन्न मसँग आइस रे, यतिको राम्रो घर, यति राम्रो छोराछोरी पाकी छेस। तँलाई त त्यो खोला परेको गोथेले खुब मन पराउँथ्यो। त्यो गोथेसँग तेरो बिहे भएको थियो भने नि त्यही गोथे जस्तै छोराछोरी हुन्थे, अनि थाहा पाउँथिस्। रन्डा मैले मन पराएको थिएन त्यसलाई। तिमी जस्तो होइन नि, फेरि गफ नगर नि। तिमीलाई त झन् त्यो दमदमी तो चुन्थेको भने के अरे त्यसको नाम के पो भन्छौ, यति लामो सिङ्गन चुहाउँथ्यो नि। खेप तिमी त मलाई थाहा छैन भन्छौ। सबै थाहा रहेछ त, किन आइस त मसँग? उ हेर 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 तो चुन्थेको दमदमीको तो चुन्थेको बहिनी दमदमीको कुरा गर्ने बित्तिकै कम्ती मुखमा हाँस आउँछ यो रन्डाको। मेरो आँखा फुटेको थियो नि त त्यो बेलामा। त्यत्रो लाउरेहरूले थोरै मन पराएको होइन। त्यो चाहिँ कहिल्यै कुरा गर्दैन, गर तिनीहरूको कुरा, खालि तै गोथेको कुरा गर्छ। भनेपछि यसले त्यो गोथेलाई साँच्चीकै मन पराउँदो रहेछ। त्यही त त्यसको कुरा गर्ने बित्तिकै बम्किहाल्छ। सिङ्गार निको पोइ, ओइ सिङ्गार निको पोइ। रन्डा हो त, हाम्रो लभ परेको थियो, कम्ती मन पराएको थिइनँ मैले। तिमी बिचमा आएर हो, होइन म तैसँग पहिला जान्थेँ। गोथे नि जा गर भात पस्की, अनि चाड पनि जान्थे। यी बनाइदिन्छु। जा रक्सी बाहेक नि तिमीले यो संसार कस्तो छ कहिले देखेको छैन। थाहा छ यो संसार कस्तो छ? हिँड्न दे न डुल्न दे। कहिल्यै काहीँ हिँड्न दिएको भए पो संसार कस्तो छ भन्ने थाहा हुन्छ। त्यहीँनेरि भडारीको दोकानमा जाँदाखेरि त तेरा छोराछोरीलाई खोज्न पठाउँछेस्। तै सिङ्गनीसँग बिहे गरेको भए त्यसले दिन्थ्यो होला नि त डुल्नु। आशा हो त्यसको नाम, किन अर्काको नाम बिगार्छेस्? बरु तँ भन्छेस् भने अहिले त्यसलाई ल्याउन तयार छु। हेर 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 ऊ अहिलेसम्म नाम याद रहेछ नि त्यसको, अहिलेसम्म नाम याद रहेछ। मैले मन मात्र चालेको क्या, के भन्छ भनेको त हेर कुरा फुत्तु फुत्तु निक्लिँदैछ। अहिलेसम्म पनि यो रन्डाले बिर्सिनु सकेको छैन नि त्यसलाई। म पहिला सुत्केरी हुँदा रातभरि हराउँथ्यो, तै कुकुरनीसँग गएर लागेको, मलाई थाहा छैन भन्छौ तिमी।